Hi guys, welcome back to सुस्मिताको न्यू भ्लगमा। आज चाहिँ मैले इन्ट्रो गरेँ किनभने सुस्मिता यहाँ बसेछन्। अनि त्यसपछि आज हाम्रो चाहिँ हायत प्यालेस भन्न आउँछ कि मलाई फेरि हायत प्यालेसमा जाँदैछौँ। सर हुनुहुन्छ। अनि अब चाहिँ हामी चाहिँ देखाउँछ हामी के गर्छौँ कहाँ जान्छौँ के खान्छौँ भनेर सबै देखाउनेवाला छु। आजको होस्ट चाहिँ म हो किनभने सुस्मिता आज सुस्मितालाई यति खान्छु हेर साथी इन्ट्रो तिमीले गर्नुपर्छ भनेर मैले चाहिँ गरिदिएको आज। अब यो भ्लग चाहिँ म धेरै जस्तो म बोलेको हुन्छ। अब म अब यस्तो म बोलेको रुचाउनु भने पनि प्लिज गाइज मैले पनि आज 10 वटा नखाएन भने मेरो नाक मिसाइ 10 20 30 अनि म चाहिँ 40 प्लास्टिक ल्याएर आउँ। यो चाहिँ पढ्न नआउने एकदम पढ्ने नआउने त्यतिकै आज होटेल भिजिट हो भनेर होटेल भिजिटमा मात्रै आएको। हाम्रो चाहिँ हिँडेपछि यहाँबाट हिँडेपछि देखाउँछौँ। बाई हाय ओ यो पनि हाल है यहाँ न यहाँ हेलो बाई त गइसक्यो भने मोर्छौ सबै गइसके। अब चाहिँ हाम्रो जाँदैछौँ सबै गइसक्यो यसरी। सन्डे आफ्नो बेस्ट फ्रेन्डलाई बोलाउँदै यु आर अल्सो माई बेस्ट फ्रेन्ड। ओए हाम्रो चाहिँ अब हिँड्दै जाने हो। ओए हिँड्दै जाने हो ल हिँड्दै जाने हो। भगनी जाउँ सला हो प्याक हानौँ न चाटौँ न सबै हाम्रो हिँड्दै जानु सक्दैन। सुस्मिताको भ्लगमा केही हेलो गाइज हामी चाहिँ यहाँ हिँड्दै जाँदैछौँ यस्तो होटल भिजिटको लागि। एउटा बसको सुविधा पनि छैन। एउटा गाडी किन्न सक्दैन गरिब म यस्तो स्कुललाई के भन्छु भने यहाँ जेन्जी आन्दोलनमा हिँडेको हाम्रो चाहिँ भर्खर यहाँ दिपनगर आइसकेको छौँ। रकम नबोल के ब्लग हो। यहाँ चाहिँ हाम्रो देखिरहँ ल के बोल्यो भन के भन्यो र केही भन्दैन केही छैन। अब हाम्रो कति खान्छ खाना जानियो खाना कति खान्छौँ हामी जान्न चाहन्थे कति सुस्मिताको भ्लग च्यानल युट्युबमा सबैले उस गर्थ्यो कि बहिनीहरूले हजुरको भ्लगको नाम के हो भनेर भन्थ्यो। अनि सोम गर्सिप गर्ल कस्तो के ब्याक साइड गरिरहेको थियो। म किन भनेको मलाई के रिसिभ गर्ने त्यति भन्न हो भने मुखै अगाडि भन्ने कि प्याक चाहिँ। अब हाम्रो चाहिँ उयो गरेर देखाउँछौँ हामी के खान्छौँ के गर्छौँ भनेर प्यालेसमा गएर देखाउँछौँ। बाई बाई आयो है आयो कताबाट जाने गाना रेडी हो रेडी हो। हाम्रो चाहिँ यहाँ आइसक्यो भित्र इन्ट्री भइसक्यो। अनि यहाँ चाहिँ हाम्रो चाहिँ अब यहाँ भइसक्यो गइरहेको छ। अब हाम्रो चाहिँ हामी चाहिँ अझै यहीँ छौँ। चाहिने सन्दर्भमा एकदम भोक लागिरहेको पहिला उस रुमहरू भिजिट गराउने आइछन् क्या बहिनी के गरे हेर न फोटो हेर गाइज। ईशा तिमी त्यहाँ डोरमा बसिरह है कोही आयो भने ढोका होला।
2-4 शब्द भन्न चाहनुहुन्छ उहाँले चाहिँ टिकटक बनाउनु केटीहरूको पारा हामी चाहिँ रुम भिजिटको लागि जाँदैछौँ अब चाहिँ हाम्रो लाइन चाहिँ यहाँ छ पछाडि चाहिँ अझ आउँदैछन् बेड रुम भिजिट गरेर आएर यहाँ बसिरहेछौँ। ईसा चाहिँ सिट पाएनन् जस्तो छ। ईसा हटाएन हौ, हटायो कि नै बनाउने हो। यो प्लेट भरि भरि लैजाने यो प्लेट भरि भरि लैजाने ईसा धेरै लैजाने एउटामा मात्र गर्न चाहिँ खाना खाने प्रक्रिया भइरहेको छ। अलि थोरै खाऊ थोरै खाऊ हाम्रो अन्डा भएको छ खाएर यहाँ यस्तो भयो। यो के हो टेस्टै गरेनौँ नि नुडल्स ल्याइदेऊ है धेरै ल्याइदेऊ 2 प्लेट धेरै खानु खाऊ थोरै खाऊ। ग्रिसमा 3 चोटि थपिसक्यो यिनले 4 चोटि एन्जलको त कुरै नगरौँ अझ यहाँ थापी ईसाले अन्डा मात्रै खाएको खाइन्। हेर्नु नि साथीहरू यहाँ मेरो साथीहरू कति धेरै खाइसकेको छन् 2 चोटि थपिसकेछन् फेरि टेबल भरिसके प्लेटले। एकदम नखर्माउला चम्काउला केटाहरू कहिले 7 जन केटी देख्नै नपाए जस्तो चमक चमक गर्छन् तिनीहरूको। केही भन्दैन म केही भन्न चाहन्न त्यही हो टोइलेट भित्र आएर मात्रै अब बोल्न सक्छौँ। वी आर नट फ्लेक्सिङ आवर आइफोन। कसको कति हो तिम्रो आइफोन एक्स आइफोन 10। अब हामी यही भ्लग गराउँ सुस्मिताको युट्युब च्यानलमा। मेरो नाक बाँदरको जस्तो छ। म चाहिँ घर गएर भिडियो खिच्छु। बाई 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 सबैलाई। फोनको टेन्सन पर्यो क्या बाई गर बाई। अब फुड फेस्टिभलमा भेट्छु नि ल्या सिधै ओए यिनी त बिजी थियो। बाई बाई भन बाई बाई ईसा बाई सन्ध्या बाई 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 गर बाई बाई। अब चाहिँ हामी घर गएर भिडियो अन गर्छौँ। गाइज म चाहिँ घरमा आइसकेँ। यहाँ चाहिँ मेरो घर के गर्नु भयो मलाई केही थाहा छैन। हेलो गाइज आमा एक्लै त्यसरी खाना खाने इच्छा कसरी पचेको होला के बनाएर बसेको यस्तो आमा छि 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 खुट्टा दुखो मेरो। म चाहिँ लागेँ आफ्नो रुमतिर। फोनमा चार्ज नभएको कारणले मैले चाहिँ राम्रोसँग भिडियो खिच्न सकिनँ। अब चाहिँ म फोन चार्जमा लगाउँछु। यहाँ चाहिँ हेर्नु है साथीहरू मेरो दाइले बनाएको पेन्टिङ। मलाई चाहिँ धेरै थकै लाग्यो। सो फोनमा चार्ज भयो भने बनाउँला नभए नबनाउँला। सो बाई बाई।